हामी कहाँ गएको अरे Shopping. सपिङ गएको होइन होला घुम्नु पो होला त होइन कहाँ गएको shopping. सपिङ गएको को गएको जान्छ अब अब तिमीहरूको समर छुट्टी छ नि त है समरको छुट्टी स्कुल कहिले लाग्छ मुदिन हाँ लबते गर्नु के अरे पासी मन्डे मन्डे स्कुल लाग्छ अन्त को जाने आज अनि लास्ट आउटिङ अब कान्छासु कान्छे छु के को छुकिना आप्पा मम्मी दुईटा जान्छ ल आज चाहिँ आपाले चाहिँ चिन्ता फ्रेस हुनु लागि चाहिँ घुम्नु लागि चाहिँ डेलो कहाँ कहाँ लग्नुहुन्छ त्यही भएर चाहिँ अलिक रेडी भएको यसपालि चाहिँ हाम्रो समर भेकेसन हुँदैछ मन्डे लाग्छ आज चाहिँ हामी चाहिँ बाहिर जानु त्यस्तो पाएन किनभने एब्सेन्सी बिमार थियो आज चाहिँ आपाले चाहिँ अलिक घुम्नु लग्नुहुन्छ यता हेर्नुहोस् नानी लु कहाँ गएको अब हामी चाहिँ सब गएको को जान्छ अरे अन्त खोइ दादा छ नि त मम्मी पनि जान्छ म पनि जान्छ कुटी गएर कता छिक्नेन कहाँको खै कता गएको अन्त सपिङ हामी चाहिँ घरबाट निक्ल्यौँ आज चाहिँ मन्डेदेखि चाहिँ जोयहरूको स्कुल लाग्छ समरको उनीहरूको स्याटरडे सन्डे गरेर खालि 7 दिन मात्रै छुट्टी थियो त्यस कारणले गर्दाखेरि चाहिँ कहीँ यताउताको केही प्लान भएन मेरो चाहिँ प्लान थियो यसो सिटोङ जाने ग्रिन माउन्ट होमस्टेमा स्टे गर्ने प्लान थियो तर भएन छोटो समय भएको कारणले गर्दाखेरि चाहिँ भएन र अहिले चाहिँ अब कहीँ नभएपछि चाहिँ हामी यतै कालिम्पोङमै वरपर एक ग्राउन्ड लगाइदिने टाइमै मिल्दैन तर जबरजस्ती टाइम निकालेर चाहिँ हामी जान लागेका छौँ अहिले चाहिँ नानीहरूलाई लिएर जाने जस्ट निक्लेको घरबाट एक ग्राउन्ड लाग्दा चाहिँ मजाले गरेर चाहिँ सानो एउटा आजको बनाउने प्लान गरेको भिडियो हेरौँ पछि लागेन भने पछि लागेन भने चाहिँ दामी बनाउँछु मेरो च्यानल पनि 800 त पुगेछ त बिचार त्यस्तो खेलाइची गर्दै गरेको भिडियोजहरूले पनि मेरो च्यानल रोमिङ लेन्सलाई चाहिँ सब्सक्राइब गर्नुभएको रहेछ 800 जनाले एकदमै धन्यवाद छु 1000 पुगेपछि चाहिँ म अर्कै प्रकारले चलाउने प्लान हो खासमा अनि त्यति टाइम पनि तपाईँ हुँदैन फेरि भिडियो बनाउने एडिट गर्ने यो सबै कुराहरू टाइमै मिल्दैन त्यसले गर्दाखेरि चाहिँ भिडियो चाहिँ कम्ती आउँछ तर जस्तो 1000 सब्सक्राइबर पुग्छ यो मेरो मोनिटाइज हुने यस्तो पैसा कमाउने यस्तोको लागि चाहिँ होइन किनभने 2013मै बनाएको च्यानल हो झन्डै 10-12 वर्ष भइसकेको च्यानल हो
नत्र म नयाँ बनाएर इन्ट्रेस्टिङ प्रकारले बनाउँछु होला। तर मलाई चाहिँ भिडियोज मेमोरिज क्याप्चर गर्नु र एउटा स्टोरेज जस्तो प्लस मेरो नजिककोहरूलाई पनि यसो भिडियो देखाउने त्यो हो नि त खास प्लान चाहिँ। यहाँ चाहिँ जोई र एभलिनको स्कुल हो यो। नारायण स्कुल चाहिँ यहाँ छ। दुईजनाको यही स्कुल चाहिँ अब मन्डेदेखि लाग्दा चाहिँ केही गर्नु पनि पाउँदैन भनेर चाहिँ आज चाहिँ खासमा मेरो के प्लान थियो भने भोलि असार 15 हो अनि तल गोर्खा गौरव संस्थानको त्यो असार 15 को कार्यक्रममा जाने कि भनेर सोचिरहेको थिएँ। हिलो खेल्नु मजा आउँछ होला भनेर नानीहरूलाई लिएर जान्छु भनेको। तर एभलिन चाहिँ बिसन्चो भयो। मैले केयर्सको टिम मेम्बर्सलाई पनि भनिरहेको थिएँ जानुपर्छ भनेर, तर भएन हौ, मिलेन। अनि भोलि फेरि मेरो जोइसम्ममा कार्यक्रम पनि एउटा छ, त्यसले गर्दा पनि जान्नु नपाला जस्तो भनेर चाहिँ विशद भयो। नत्र चाहिँ त्यहाँ भएको भए चाहिँ आजको केही पनि हुन्थेन। फेरि सर तपाईँ अलिक साइड लागेर हिँडिदिनु भएको भए क्या राम्रो हुन्थ्यो। उहाँ बिचमा हिँडिदिनु हुन्छ। पक्कै पनि लर्नर होला, त्यस कारणले गर्दा मैले हर्न पनि बजाइनँ। मलाई चाहिँ कस्तो हुन्थ्यो नि, पहिला आफूले सिक्दै गर्दा कुदाउँदै गर्दाखेरि चाहिँ हर्न बजाइदिँदा चाहिँ झन् एक प्रकारको नर्भस हुन्थ्यो नि त। त्यस कारणले गर्दाखेरि म चाहिँ एल लेखेको छैन भने पनि त्यो कुदाइबाट थाहा पाउँछ। अन्त कहिले पनि हर्न चाहिँ बजाउँदिनँ क्या। पहिला म अत्तालिन्थेँ नि त, त्यसरी अत्तालिन्छ होला भनेर। अनि सिनियर सिटिजन्सहरू रोडमा छ भने हर्न बजाउँदिनँ, बरु एकछिन बिस्तारो गरिन्छ। हर्न चाहिँ नबजाउने त्यो मेरो धेरै पुरानो बानी हो। तर यस्तोमा चाहिँ बजाउनु पर्ने हो। हर्न भन्दाखेरि पनि हर्न पनि जता भावी बजाउनु एकदमै त्यो असभ्य लाग्छ क्या मलाई। तपाईँहरूलाई खै कस्तो लाग्छ, तर यो हर्न जता भावी बजाउनु हुँदैन। म बाहिरतिर मैले देखेको यति सुनसानमा यस्तो गाडी कुदिरहेको हुन्छ, एकदमै हर्नलेस, अनि केही हुँदैन। टाटरा टुटु बजाउने, यस्तो बजाउने। हाम्रोतिर अन्नेसेसरी बजाउँछ, बजाउनै नपर्ने ठाउँमा पनि बजाउँछ। म चाहिँ जति सक्दो एभोइड नै गर्छु। मलाई अलिक हतार छ भने चाहिँ बजाउँछु, तर जति सक्दो एभोइड गर्नु चाहिँ गर्छु। हर्न चाहिँ जताबै बजाउनु। हाम्रोहरूले साह्रै डरलाग्दो बजाउँछ किसिम किसिमको हर्न। अनि यो हर्न पनि एउटा ठुलो डरलाग्दो पोल्युसन नोइज हो। नोइज पोल्युसन भन्ने कुरा धेरैले जान्दैन, धेरैले बुझेको हुँदैन। अन्त कहाँ जानुभएको? ए लु, ह्याप्पी स्याटरडे। अन्त त्यस्तो हो। त्यस कारणले गर्दाखेरि हर्न पनि एकदमै कम्ती नै हामीले बजाउनु पर्छ होला। यसरी टेरेन भने त जोडले बजाउने हो, तर पनि जति सक्दो अन्नेसेसरीली चाहिँ नबजाएकै राम्रो होला। कति बजीसम्म ड्युटी? ए अहिले स्ट्यान्ड आइपुग्यौँ हामी। अब स्ट्यान्डबाट चाहिँ डम्बर चोक, यहाँ भाइले रोक्यो, उसले जाऊ भनेपछि जानु पऱ्यो हामी। ल हामी गयौँ। अब यहाँबाट राइट टर्न चाहिँ हामी अहिले एक्चुअली चाहिँ डेलोतिर हो। हाम्रो यसो नानीहरूलाई डेलोमा लाने भनेको, हुनु चाहिँ ढिलो भयो, 4 बजिसक्यो। भ्याएकै यति बेला हो। डेलोमा जाने, चिया खाने। डम्बर चोकबाट राइट टर्न चाहिँ
अब डेलोको बाटो हो नि त होइन म्याडम कञ्चनहरू आइपुग्न आँट्यो क्यामेरा चाहिँ राम्रोसँगले बसेको छैन घोप्टो घोप्टो रहेछ त्यस्तै भए पनि हुन्छ नत्र चाहिँ यो क्यामेरा यस्तो भएको भए चाहिँ दामी आउँथ्यो नि खासमा चाहिँ यो क्यामेरा स्ट्यान्डमै झुस पऱ्यो नि त आज स्याटरडे हो नि त स्याटरडे चाहिँ कालिम्पोङमा नर्मली जाम नै हुन्छ अरू बेला भन्दा पनि अहिले त निकै जाम हुन थालेको छ तर स्याटरडे त झनै बेसी जाम हुन्छ एकदमै बेसी यही यो रोड बनाउने हो अलकत्रको यो कालिम्पोङको टोय ट्रेन हो यहाँ चाहिँ देखाइदियो त यसो क्यामेराले हो कालिम्पोङको टोय ट्रेन हो यो यहाँबाट चाहिँ हाम्रो ट्रेन जान्छ तिम्रो खिड्कीबाट देखाउँदैन हुन्छ नि टोय ट्रेन यो चाहिँ कालिम्पोङको टोय ट्रेन है भन्दै हो सबैजना यो चाहिँ कालिम्पोङको चाहिँ टोय ट्रेन थियो तपाईँहरूले देख्नुभयो होला टोय ट्रेन यो चाहिँ हाम्रो यहाँनिर जङ्सन छ कञ्चन जङ्सन भन्छ यसलाई चाहिँ कञ्चनको जङ्सन 10 माइल कालिम्पोङ आइपुग्यौँ हामी अहिले चाहिँ कालिम्पोङको यो पनि एउटा फेमस ठाउँ हो कि 10 माइल भनेपछि चाहिँ हामी सानोदेखिकै 10 माइल भनेपछि एकदमै कालिम्पोङ पनि बिस्तारै बिस्तारै धेरै मजाको दोकानहरू खोलियो अहिले त मलहरू पनि बनिँदैछ धेरै नै राम्रो मलाई चाहिँ पर्सनली सबैभन्दा मनपर्ने ठाउँ हो पहाडमा चाहिँ मिरिक मनपर्छ र कालिम्पोङ आफ्नो ठाउँ भनेर मात्रै होइन कि तर म कहीँको भएको भए पनि कालिम्पोङ नै मनपर्छ वास्तवमा 10 माइल क्रस गरेर अब हामी 11 माइल पुग्छौँ त्यहाँबाट लेफ्ट टर्न फेरि त्यहाँ चाहिँ हामी अप लाग्छौँ त्यो चाहिँ हो डेलोको बाटो हामी चाहिँ अहिले 11 माइलबाट उकालो अब डेलोतिर लाग्यौँ अपको अप जानुपर्छ डेलो चाहिँ यस्तो ठाउँ हो कालिम्पोङमा पुरा गरम भएको छ भने पनि एकदमै चिसो हुन्छ त्यसले गर्दाखेरि चाहिँ नानीहरूलाई पनि ज्याकेटहरू ताता लुगाहरू बोक्नै भनिरहेको थिएँ माथि चाहिँ एकदमै गरम भयो जाडो भइहाल्छ नि त यो चाहिँ हामीले जाँदैछौँ कालो हामी आइपुग्नु आँट्यौँ डेलो त लगभग मुनि चाहिँ आइपुग्यो यहाँनिर यहाँ पनि रोकिदिनु त मन थियो रोकिदिनु पर्यो यो पहाडमा चढेको यहाँ रोकिदिनु पर्यो पहिला घुमेको ल एकछिन यहाँ नानीहरूसँग बस्नेछौँ
उनीहरू चाहिँ यहाँ पहाड चढेको अरे हो पहाड चढ्छु भनेर गएको जोइ अन्त यहाँ जोइहरूको पनि छुट्टी प्लस ठिक्क हाम्रो छुक्कीको पनि छुट्टी छुक्की चाहिँ होली क्रस पर्छ गान्तोकमा र उसको पनि समयको छुट्टी रहेछ छुट्टीमा आउँदाखेरि ठिकै परिहाल्यो मजा आउँदैछ एबो यहाँ हाम्रो लोकल टुरिस्ट पनि रहेछ खालि लोकल टुरिस्ट आज लोकल टुरिस्ट हो अझै एकछिन हिलोमा टेक्नु हुँदैन नि भोक लाग्यो अनि के खान्छ मोमो यता हेरेर भन न लु तिमीलाई के खानु मन पर्यो अरे मोमो खाने कति खाने 2 ल मजा आउँदैछ यहाँ पछाडिबाट चाहिँ घाम आउँदैछ यहाँबाट चाहिँ हावा आउँदैछ मजा आउँदैछ ए यता यो चाहिँ हो कफे डेलोबाट अब यो चाहिँ कहाँको हो भने नि यो चाहिँ फेरि डेलोको क्रुज डाँडाबाट तल ब्रिज पनि रहेछ यो के देखेको ड्याम देखेको क्लियर देख्छ कुन ठाउँ कुनै हो मजा आयो भोक लाग्यो भोक लागेको छैन जोलाई भोक लाग्यो ल के पायो अरे यहाँ प्लान्ट ल देऊ न मलाई उनीहरू चाहिँ हिँडोस् भनेर नि खासै हिँड्नै पाउँदैन नि त हिँड्नु नै छैन नि त यता आएको बेलामा हिँडोस् मजाले कस्तो भयो हिँडाइ
जाऊ पर तिमीलाई मन परेन अनि लस्सी मन परेन ए अब के खाने अन्त यहाँ हेर्नु कोक खाएको सानो यत्रोमै के मानेको थियो तिमीले आसी आयो भन्छ होइन अस्ति एक प्याकेट खान्छु डल्लै खायो 3 बजीसम्म यहाँ घर सुत्दै गरेर 3 बजीसम्म यतै बसेको त्यो मैदाको कुरा चाहिँ नदिनु न डल्लै खाएको मिठो भएर फेरि बोकेर गएको अन्त जसले ल्यायो नि पलङमा राख्दाखेरि ल्याउने मान्छेले गनेर कि एउटा टिपेर गयो मान्दैन नि अन्त कोक खुवाइदिएको कोक पनि नखाउनु भन्छ अन्त ड्याउ ड्याउ गर्छ कोक खुवाइदिएको मामाले के पो ल्याइदिनु भएको थियो छाता है अरू अरू के ल्याइदिनु भएको थियो अब त्यो पनि खायो भने त डेलोमा मोमो खाने अरे नि त मोमो तर अफसोस 4 प्लेट मात्रै रहेछ मोमो चाहिँ अहिले केही खानु मन पऱ्यो नि तलै खाने बजारमा ठेलामा खानुपर्छ ल नानी ठेलामा छुकी नानी ठेलामा खान्छौ स्ट्रिट फुड मिठो हुन्छ म त मनपर्छ चला होला चाउमिन है चाउमिन पनि उयो त देउनु डेलोबाट चाहिँ अब चाहिँ लाग्दैछौँ घरतिर लाग्ने यता उनीहरू पनि छन् एभलिन चाहिँ भुँडी दुखिहाल्यो उसलाई केही कुरा खाने बित्तिकै भुँडी दुख्छ कालिम्पोङमा नानीहरूको लागि भने जस्तो ठाउँै छैन एकदम रमाइलो हुने खालको क्या सबैले एउटै कुरो गर्छ अलिकति नयाँ कुरो गर्दैन मोमो दोकान खोलेर हैरान अलिकति अब अरू फरक गरिदियो भने त नानीलाई हुन्छ होला नि केही छैन केही हुँदैन छैन हेर न अब चाहिँ हामी कहाँ जाने होला ए जोयनाको घर जाने कसकोमा जाने अरे नानी जोयनाको घर जाने कसकोमा जाने अरे जय नानाको घर जाने ए यस्तो भयो जोयनाको घर जाने अनि तिमीलाई त भुँडी दुखिरहेछ त अन्त आज फेरि त्यहाँदेखि फाइनली यहाँ छौँ हामी फाइनली भन्नाले अब यो अन्तिम हो द फाइनल डेस्टिनेसन फर टुडे चुइङगमहरू हेरेर बस्नुहोस् न दाजु खतरै खेल्दो रहेछ नि त लागेन इन्डस्ट्रियल पार्क कालिम्पोङ यो चाहिँ म जहिले पनि भन्छु कालिम्पोङको लागि ठुलो धन भएको छ यो पहिला जस्तो पाए त्यस्तै थियो अहिले नगरपालिका कालिम्पोङले यसलाई यतिको चाहिँ बनाएको छ है जुन कुरो चाहिँ कालिम्पोङको लागि एकदमै ठुलो सम्पत्ति नै सम्झिन्छु मानिसहरू बेलुकीतिर यहाँ आउने हो
खास गरी नानीहरू लिएर ₹10 होला ए सुरुरु पो आउँछ होला भनेको त होला है ट्रेन त्यस्तोले हेर्ने चल्छ होला चल्नु चाहिँ यहाँबाट यस्तो साइड साइड लगेर क्या यस्तो घुमाउने है दामी हुन्छ टोय ट्रेन है सानो उडे कति चढ्थ्यो होला दिनभरिमा त त्यहाँदेखि बिजनेस हुन्छ नि